के तपाईलाई थाहा छ तपाईले ब्लकचेनको अघिल्लो ब्लकमा एउटा कमा मात्र परिवर्तन गर्नुभयो भने पुरै सिस्टम बिग्रिन सक्छ। यही कारणले ब्लकचेन ह्याक गर्न अलमोस्ट इम्पोसिबल हुन्छ। अघिल्लो भिडियोमा हामीले ब्लकचेन के हो भनेर बुझ्यौँ। आज हामीले बुझ्नेछौँ ब्लकचेनलाई यति सेक्युर बनाउने सिक्रेट ह्यासिङ। टुडे वी विल डिस्कस अबाउट इट। ब्लकचेनको प्रत्येक ब्लकमा के हुन्छ त? एउटा ब्लक नम्बर, ट्रान्जेक्सनल डेटा, प्रिभियस ह्यास, करेन्ट ह्यास। ह्यास भनेको के हो त भन्दाखेरि एउटा ब्लकको युनिक डिजिटल फिङ्गरप्रिन्ट हो जसले प्रत्येक ब्लकको छुट्टै आइडेन्टिटी जनाउँछ। ह्यासिङ भनेको एउटा यस्तो प्रोसेस हो जहाँ कुनै पनि डेटालाई एउटा फिक्स लेन्थ कोडमा कन्भर्ट गरिन्छ। जस्तो SHA-256 एल्गोरिदमले प्रत्येक इनपुट डेटाका लागि 64 क्यारेक्टर 256 बिटको आउटपुट दिन्छ। अब मेन कुरा यो किन इम्पोर्टेन्ट छ? ब्लकचेनमा प्रत्येक ब्लकले आफ्नो अगाडिको ब्लकको ह्यास स्टोर गर्छ। यसले के बनाउँछ भन्दाखेरि यसले एउटा चेन क्रिएट गर्छ। यदि तपाईँले एउटा ब्लकमा सानो चेन्ज गर्नुभयो भने त्यसले ह्यास चेन्ज हुन्छ अनि पुरै चेन नै मिसम्याच हुन्छ। त्यसैले ब्लकचेनमा चिट गर्न खोज्नु भनेको पुरै ब्लकचेन इकोसिस्टम नै फेरि रिबिल्ड गर्नु जस्तै हो। चीटिंग करता है तू। अब ह्यासिङको प्रपर्टिजहरू के हुन्छ भन्दाखेरि यो जहिले पनि वान वे हुन्छ। रिभर्स इन्जिनियरिङ गरेर ओरिजिनल डेटा पत्ता लगाउन सकिँदैन। डिटर्मिनिस्टिक, फर द सेम इनपुट इट गिभ्स अलवेज सेम आउटपुट। कम्प्युट गर्न एकदम फास्ट हुन्छ। कोलिजन रेसिस्टेन्ट, दुई फरक इनपुटको सेम ह्यास आउन अलमोस्ट इम्पोसिबल हुन्छ। अभालान्स इफेक्ट, सानो चेन्जेसले गर्दा कम्प्लिटली डिफ्रेन्ट ह्यास आउन सक्छ। इक्जाम्पल जस्तो हेलो लेख्दा एउटा ह्यास आउँछ तर हेलोमा एउटा फुल स्टप मात्र थप्दा कम्प्लिटली डिफ्रेन्ट ह्यास आउँछ। यसलाई भनिन्छ एभालान्स इफेक्ट। अच्छा, हमको सिखा रिया है। सोच्नुहोस् यदि कसैले ब्लकचेन ह्याक गर्न खोज्यो भने त्यसले के गर्नुपर्छ? नेक्स्ट भिडियोमा हामीले यही कुरालाई डिपमा बुझ्नेछौँ। यदि तपाईँलाई पनि यस्ता ब्लकचेन एआई टेक कन्टेन्टहरू मनपर्छ भने प्लिज फलो डिकोड विथ प्रवीण। थ्याङ्क्स फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।